आज म तपाईहरुलाई महिलाहरूले लगाउने यी चाँदीका गहनाबारे बताउँछु। यी गहना मात्रै नभएर औषधि पनि हुन्। यो खुट्टाको औंलामा लगाउने बिछु हो। यो चाहिँ खुट्टामा लाउने पाउजु हो, नुपुर। र यो चाहिँ कम्मरमा लगाउने कम्मर पेटी हो। यी गहनाहरूले के को निमित्त चाहिँ औषधीय काम गर्छन् भन्ने कुरा म तपाईहरुलाई बताउँछु। सौन्दर्य त भइ नै हाल्यो, महिलाहरूलाई एउटा सुन्दर हुने रहर पनि हुन्छ। साथै यी गहनाहरू हाम्रा ऋषिमुनिहरूले अकारण लगाउने व्यवस्था अथवा नियम परम्परा बनाएका होइनन्। हाम्रा पूर्वजहरू अत्यन्तै बुद्धिमान, अत्यन्तै सूक्ष्म वैज्ञानिक थिए भन्ने कुरा बुझिन्छ। महिला दिदीबहिनीहरू जसलाई विभिन्न किसिमका समस्याहरू हुन्छन्, रोगहरू हुन्छन्, जस्तो यो सबै गहनाहरू कम्मरदेखि तल लगाउने गहनाहरू हुन्। यो कम्मर पेटी पनि कम्मरमा नाइटो मुनि लगाउने गहना हो। नाइटो मुनि लगाउँदा चाँदीको लगाउन पर्छ र नाइटो माथि लगाउँदा फेरि सुनको लगाउन पर्छ भन्ने मान्यता छ। यी गहनाहरूले के काम गर्छन् भनेदेखि जस्तो कि तल्लो भागमा लाउने भएको कारणले गर्दा फेरि शीतलता प्रदान गर्नुका साथै तल्लो पेट सम्बन्धी समस्यामा हैन, महिनावारीको समस्यामा गर्भलाई शुद्धिकरण गर्नको निमित्त पनि यी गहनाहरू अत्यन्तै आवश्यक मानिन्छन्। लगाएर हेर्नु होला, मैले पनि आफूले अनुभव गरेको विषय हो। यो पेटी लगाउँदा फेरि कम्मरमा नाइटो मुनि यो चाँदीको पेटी लगाउँदा फेरि तल्लो पेट सम्बन्धी धेरै समस्याहरू निवारण हुन्छ। कतिजनाको सेतो पानी बग्ने हैन, गर्भाशय अशुद्ध हुने हुन्छ नि, त्यसमा पनि यसले अत्यन्तै राम्रो प्रभाव पार्छ। सारा रोगहरू निको हुन्छ। तल्लो पेटको निमित्त, गर्भ शुद्धिकरणको निमित्त यो अत्यन्तै महत्त्वपूर्ण छ। साथै यो पाउजुको मेरो अनुभव अर्को के पनि छ भनेदेखि यो पाउजु लगाउँदा फेरि खुट्टा सुनिने समस्या पनि अत्यन्तै कम भएर जाँदो रहेछ। खुट्टा नसुनिने, यतिकै चाहिँ हामीले खुट्टा झुन्डाएर बसिरहँदा फेरि खुट्टा सुनिन्छ भने यो पाउजु लगाउँदा फेरि त्यो खुट्टा सुनिने समस्या पनि हल भएर गएको मेरो आफ्नो अनुभव हो। मेरो आफ्नो स्वानुभूत प्रयोगले प्राप्त अनुभवको आधारमा र यो चाहिँ परम्परागत आधारमा पनि मैले यो कुराहरू यहाँहरू समक्ष बताएँ। त्यस्तै महिला दिदीबहिनीहरूको निमित्त यसले धेरै